सुरुमै सबै डकुमेन्टको गल्ती चेक गर्नुपर्छ अनि कन्फ्युजन नहोस् भनेर जहिले पनि एउटा मात्र फाइनल कपी प्रिन्ट गर्ने। निवेदनमा जहिले पनि अध्यक्षले मात्रै साइन गर्नुपर्छ र हस्ताक्षरको ठिक छेउमै कम्पनीको छाप अनिवार्य लगाउनुपर्छ है। माइनोटको कुरा गर्दा नि हरेक सञ्चालकले उपस्थितिको प्रमाण दिन तोकिएकै कोलममा साइन गर्नुपर्ने हुन्छ। तर कहिलेकाहीँ माइनोट लामो भएर दोस्रो पानामा जाल्छ नि, त्यस्तो बेला डकुमेन्ट मिलाउन विशेष ध्यान दिनुपर्छ। नयाँ पानाको माथि सबैले साइन गर्नै पर्छ अनि अन्त्यमा तलपट्टि कम्पनीको छापसँगै सबैको सामूहिक हस्ताक्षर हुनुपर्छ। शेयर लगत र लगानीको स्रोत खुलाउने फारमहरूमा पुग्दा चाहिँ यो प्रमाणीकरणको तरिका अलिकति फरक हुन्छ। यस्ता फारममा प्रमाणित गर्ने खण्डको नजिकै साइन गरिन्छ र कम्पनीको छाप चाहिँ ठ्याक्कै दायाँपट्टि लगाइन्छ। संशोधित नियमावलीमा हेर्ने हो भने सबै सञ्चालकहरूले पानाको तल अनिवार्य रूपमै साइन गर्नुपर्ने हुन्छ। प्रबन्धपत्र र 3 महले कागजातमा पनि सेम रुल हो, सबैको हस्ताक्षरपछि छाप लगाएर मात्रै फाइनल गरिन्छ।